नयाँ नौलो त त्यस्तो केही छैन। म झोले हो त्यो झोले हो भन्ने बारेमा अहिले भाइरल भइरहेछ नि। त्यो कुरामा चाहिँ मैले बोल्नुपर्छ, मलाई मनमा लागेको भन्न लागेर चाहिँ बनाउन आँटेको। सामाजिक सञ्जालमा भाइरल भइरहेछ म झोले हो भनेर। त्यो पछाडिको त्यो जुन एकदम चलेको मान्छेहरू जसलाई हामी आदर्शवादी भन्छौँ, जसलाई हामी सेवक भन्छौँ, पहिला भन्थ्यौँ होला, उहाँहरूको बारेमा केही कुरा बोल्न गइरहेको त मम्मी आउनुभयो डिस्ट्रिक्ट हान्नुभयो। त्यो झोले हो भन्ने बारेमा अहिले भाइरल भइरहेछ नि। त्यो बारेमा चाहिँ थोरै मलाई लागेको कुरा भन्न मात्रै आएको। त्यो फोटोमा चाहिँ जसको लगाएर म झोले हो या यस्तो के भनेर लगाउनु भएको छ, त्यो ठाउँमा चाहिँ सबैले, हामी सबै जनताले चाहिँ हाम्रो फोटो लगाएर चाहिँ हो म झोले हो भनेर लगाउनुपर्छ। त्यो के भन्छ, त्यो राजनीति विज्ञ मान्छेहरूको फोटो लगाएर उनीहरूलाई झोले भनेको मूर्खता हो त्यो। किनभने उनीहरूलाई त्यो ठाउँमा पुर्याएको हामीले हो, उनीहरूलाई त्यो शक्ति दिएको हामीले हो, तपाईँ हामीले हो। जबकि भनिन्छ एउटा कुरा, जबसम्म जनतामा चेतना र यसको भनेको चाहिँ एउटा शिक्षित हुँदैनन्, तबसम्म कुनै पनि देशमा होस्, जस्तै वरिष्ठ ठाउँमा होस् या स्कुल विद्यालयमा होस्, कुनै पनि चेन्ज आउनु सक्दैन क्या। रिभोल्युसन भनेको त्यो त्यत्तिकै हो भनेर आउँदैन। हामी सबैमा चेतना र विज्ञान हुनुपर्छ। आफूले झोले हो किन भन्छु भन्दाखेरि चाहिँ मैले जीवनमा 2 पटक हो कि 3 पटक हो त्यो याद भएन, मैले चुनावमा भोट लगाएको थिएँ। कसलाई भन्दा त्यही मान्छेलाई जसले गएर पछि गएर मलाई स्योर थाहा छ कि त्यो मान्छेले गर्नेवाला केही छैन, न उसँग सिप छ, न उसँग यसरी गर्नुपर्छ भनेर सिकाउने उसको पक्षमा कोही छ। उसले अहिलेसम्म केही पनि गरेको छैन। अनि त्यस्तो मान्छेले मैले पछि मलाई सहारा हुन्छ कि पछि गएर मेरो भविष्य उज्जवल हुन्छ कि उसको हातमा भनेर राखेर मैले भोट दिएको छु। अनि त्यसपछि आफै भन्नुहोस् न, अनि मैले नै त्यो मान्छेलाई त्यो ठाउँमा पुर्याएको छु भने हामीले कसरी विश्वास गर्न सक्छौँ त्यो मान्छेले केही गर्छ भनेर? जबकि आफै विचार गर्नुभएको छ या छैन तपाईँहरूले? मैले चाहिँ विचार गरेको छु। चुनावको बेलामा अलिकति पर गयो भने त्यहाँनिर खाजा खाने ठाउँ फाल्टै बनाइदिया हुन्छ। अब चाहिँ यो छोटो मिठोमा म सकाइदिइहाल्नु पऱ्यो भिडियो। मेरो फोनमा मेमोरी फुल भएको छ, अनि मैले किनेको पेन ड्राइभहरूमा सबै मेमोरी फुल छ। त्यही भएर मैले कतिवटा भिडियो लगाउनु पाएको छुइनँ। अनि त्यो कुरामा मलाई कस्तो नराम्रो पनि लागिरहेछ। ल, ब्याक टु द टपिक होइन। आजको टपिक के भन्दाखेरि चाहिँ त्यो भोट लगाउने जुन ठाउँ हुन्छ नि, के भन्छ त्यसलाई, भोट बुथ के भन्छ हो, त्यो ठाउँ मैले सुरुवातमा भोट लगाउनुभन्दा मैले फर्स्ट भोट लगाउँदाखेरि त्यो स्कुलको कन्डिसन पनि त्यस्तै थियो। अर्कोचोटि भोट लगाउँदा पनि त्यो स्कुलको कन्डिसन त्यस्तै थियो। थर्ड टाइम जाँदा पनि त्यो स्कुलको कन्डिसन त्यस्तै थियो। अनि त्यहाँनिर वरिष्ठ हुनुहुन्थ्यो त्यहाँ एकजना जुन अङ्कल, हामी अलिक राम्रोसँग चिनजान भएको अङ्कललाई मैले भनेको थिएँ, अनि भोट लगाउने ठाउँ त कमसेकम राम्रो बनाइदिनु, यत्रो वर्ष तपाईँहरूले के गर्नुभएको है, त किन भोट लगाउनु हामीले भनेको थियौँ भन्नु चाहिँ मैले भनेँ। तर भोट चाहिँ मलाई त्यही मान्छेलाई लगाएको थिएँ जुन मान्छेले मलाई केही गर्दैन भन्ने 100% होइन 200% स्योर थियो। अनि मेचीनगर जुन ठाउँमा म जन्मिए हुर्केँ मेची नगरपालिका हो, त्यो ठाउँमा मेरो म कलेजबाट ओजिटीको लागि मेचीनगरको एउटा हस्पिटलमा गएको थिएँ म। त्यहाँको जुन अवस्था देखेको थिएँ मैले, त्यो हस्पिटल मैले देख्दा भनेको 2078 तिरको कुरा होला, देख्दा जस्तो थियो। अनि हिजोअस्ति भर्खर एकजनाले पोस्ट हाल्नुभएको थियो, त्यो पोस्ट पढ्दा पनि त्यस्तै रहेछ हस्पिटल। अनि मैले त्यहाँको मैले मानेको जान्ने बुझ्ने मान्छे जो राजनीति अलिक मजाले बुझ्नुहुन्छ, अनि समाजमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने राम्रो
बुझेको मान्छे अनि एकदम के अरे न्याय खोज्ने पत्रकारलाई पनि मैले भनेको थिएँ। अनि अरू थुप्रोजनालाई अग्रजहरूलाई मैले भनेको थिएँ यो ठाउँमा यस्तो यस्तो छ, हामी यही नगरपालिकाको व्यक्ति हौँ, यही नगरपालिकामा हामीले सुधार ल्याउन सकेनौँ भने देशैभरि कसरी सुधार ल्याउन सक्छौँ भनेर मैले प्रश्न गरेको थिएँ। तर उहाँहरूले खुट्टा सार्नु त खुट्टा अलिकति अगाडि सारे जस्तो चाहिँ गर्नुभयो, देखाउनु भयो, तर पछि सार्नुभयो। अनि त्यस्तो मान्छे, त्यस्तो जान्ने बुझ्ने मान्छे, त्यस्तो पढे लेखेको मान्छेले अनि अहिले एकदम के अरे म चाहिँ चोखो छु, मैले चाहिँ त्यो के अरे जुन अहिले जुन के भन्छ त्यसलाई त्यो जुन पोस्टमा हुनुहुन्छ उहाँलाई गाली गर्नुपर्छ, किनभने म सही छु भनेको त्यस्तो खालको पोस्टहरू देख्दा मलाई साँच्चै भन्दा यस्तो झ्याम्मै गालामा पड्काउनु मन लाग्छ। किनभने त्यो टाउके त 601 टाउके त हो नि, त्यो संसदमा बस्ने त्यो टाउकेलाई छोडिदिनु। तपाईँले आफ्नो ठाउँमा अब जस्तो तपाईँको घर वरिपरि कतिजना छन् त्यो तपाईँलाई पनि थाहा छैन, कतिजनाले दुःख पाइरहेछन् त्यो पनि थाहा छैन, कतिजनाले न्याय पाइरहेछन् त्यो पनि थाहा छैन। तपाईँलाई आफ्नो नगरपालिकाको स्वास्थ्य क्षेत्रबाट कतिजनाले सुविधा पाइरहनु भएको छ, कुन स्तरको सुविधा त्यहाँ पाइन्छ त्यो केही थाहा छैन तपाईँलाई। अनि सरकारी स्कुल जसको बारेमा त्यो गरिब दुखीले पढ्ने भने त्यो मनसाय तपाईँको दिमागमा अझै छ, त्यो विद्यालयमा कस्तो शिक्षा पाउँदैछ, कस्तो के अरे शिक्षकले पढाउँदैछ त्यो तपाईँलाई थाहै छैन भने तपाईँ अहिले आएर म चाहिँ झोली होइन तिनीहरू चाहिँ झोले हो भन्न तपाईँले सुहाउँदैन। त्यो तपाईँलाई त्यो के भन्छ नि सुनमा सुगन्ध थपे जस्तो त्यो जबरजस्ती हुने काम नगर्नु क्या। अब के भन्नु, नयाँ नौलो कुरा त मेरो यस्तै छ। अब यति नै मलाई भन्न मन लाग्यो, मैले भने। अनि अब जे होस् म त यति धेरै त्यो विज्ञ मान्छे एकदम त्यो विद्वान त होइन राजनीतिमा। अब सानैदेखि त्यो अलिअलि सोच्ने बुझ्ने त्यो कुरा गरे ओहो सुन्नुपर्छ भन्ने लाग्ने भएर चाहिँ मलाई अलिअलि यस्तो विषयमा चाहिँ थाहा छ। अनि यो विषयमा अलिक मजाले बुझ्न भनेको चाहिँ म प्रायः जस्तो दमकमा जान मन लाग्छ। त्यहाँ भनेको जान्ने बुझ्ने मान्छे हुनुहुन्छ, यस्तो गर्नुपर्छ है भनेर बाटो देखाइदिनु मान्छे हुनुहुन्छ। अरू त त्यस्तै हो, यति नै हो मेरो तर्फबाट। म पनि झोले हो, त्यो केपी बा प्रचण्डे माखुने कोही होइन झोले, मै हो झोले, तपाईँ हो झोले, तपाईँका वरिपरि हो झोले, मलाई बाटो देखाउने मेरा अग्रज हुन् झोले। जय झोले।